यसले त पैसा पनि निकाल्दैछ ला त्यो तुम्माको पैसा राखिदेऊ ला टाउको डुङ्गरो अनि मम्मीलाई छोड्दैन हेलो साथीहरू सेवाहरू नमस्ते म चाहिँ साथी लिम्बू अनि धेरै दिनपछि स्टार्ट गरेको छु 2-3 महिना नै भयो अनि किनभने मेरो मोबाइल चाहिँ बिग्रेको थियो त्यही भएर मैले मोबाइल ला यसले त पैसा पनि निकाल्दैछ ला त्यो तुम्माको पैसा राखिदेऊ अनि मैले चाहिँ धेरै दिन भएको थियो त मैले भिडियो स्टार्टहरू नगरेको त्यही भएर आज चाहिँ मैले लङ टाइम मैले भिडियो स्टार्ट गरेको छु यो मेरो किचन अनि म चाहिँ यसलाई पकाउन लागिरहेको छु यो न्यू डेली भ्लगमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु है हेरेर साथ दिनु होला अनि के खाने अरे छोरा हामी दुईजनाले मामा गिली मामा खानुपर्छ ल हस् भन्थ्यो ल टाउको डुङ्गरो अनि मम्मीलाई छोड्दैन मम्मीलाई चुप्पा गरिदेऊ न त चुप्पा मम्मीलाई चुप्पा कता घरमा माया नि गर्दैन रहेछौ मम्मीलाई माया नि गर्दैन रहेछौ नाचिदे रखे छ म यहाँ एकछिन बस्नु हुँदैन आइजान्छ है अब बस्छु है त ऊ भनेको नि आइगयो छोराछोरी भएपछि चाहिँ गाह्रै हुँदो रहेछ है साथीहरू यतिको दुःख चाहिँ पाउनु पर्दो रहेछ है आयो 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 मलाई धेरै दुःख दिने मेरो छोरा अनि के गर्नु लु सिटी पनि लाग्दैछ यहाँ म र मेरो छोरा यतिको दुःख दिन्छ आइगयो म धेरै रुदिनँ भन्देऊ नाचिदेऊ यहाँ नाचिदेऊ न यता यहाँ नाच नाचिदेऊ नाचिदेऊ है सेन्टर नाचिदेऊ है नाचिदेऊ पाक्यो यो दाल पाक्यो सबै पोख्यो छ दाल किलीमा पकाएर ओइ छि के खालको केटा रहेछ हौ पानी अर्को ल्याउने बेला भएछ कस्तो खालको केटा रहेछ नचलाउ न खालि रक गर्नु जानेको छ खालि रक गर्नु जानेको छ हैन लठी ल्याऊ छाडा छाडा त्यहाँ बस्नै हुँदैन आफै खाँदैछ त हामीले यस्तो गर्ने के ल यस्तो गर्ने के यो पनि हुन्छ है ल ल्याउ म खुवाइदिन्छु ल म खुवाइदिन्छु नि त अरे भन्ने आफै खाने भन्छ